हेलो गाइस, गुड मर्निङ सबैजनालाई शुभ बिहानी। म चाहिँ अहिले यो भिडियो बनाउँदैछु देवघाटको जाने बाटो हो। देवघाट जाने बाटो ल हेर्नुहोस् कति आनन्द छ है। कोही दर्शन गरेर फर्किराख्नु भएको छ। म चाहिँ भर्खर जाँदैछु दर्शन गर्नलाई। अब त्रिशुली नदी, कालीगण्डकी, सेती, मर्स्याङ्दी सब मिसेर नारायणी नदी भएको छ। उहाँ हुन्छ बजरङ्गबली। हेर्नुहोस् गाइस, तपाईहरुलाई कस्तो लाग्छ उत्तम राईको युट्युब च्यानल उत्तम राई छ हैन। उत्तम राईको भ्लग कस्तो मनपर्छ, तपाईहरुलाई कस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला। भनेपछि यस्तरी कस्तोको होला, यस्तो आउँदाखेरि कस्तो बवाल होला। हेलो गाइस, ल हेर्नुहोस् त कति दामी देख्छु क्या। सधैँभरि यसरी नै भगवानको घरमा यसरी नै सधैँभरि दर्शन गरिरहनु पाऊँ, सधैँ नै यसरी नै खुसी भइराख्नु पाऊँ, भगवानले रक्षा गर्नुहुनेछ भन्ने आशा राख्दै मठ मन्दिर, देवी देवता मठ मन्दिरहरू सधैँभरि धाइरहने छु। मौका मिले कुनै पनि ठाउँहरूमा छोड्ने छुइनँ। देवी देवतालाई दर्शन गर्ने नै छु। आज देवघाट देवी देवतालाई दर्शन गर्ने आज मेरो संजोग जुरेको छ, सायद परेको छ शनिबारको दिन। अब नारायणघाट न्यू रोडमा गाडी राखेर त्यहाँको सामान लिएर आएको छु। त्यहाँको सामान लिएर आएको यहाँ हेर्नु न, त्यहाँको सामान लिएर आएको छु। ल हेर्नुहोस् है गाइस, तपाईहरुलाई म अलि हल्का सर्टकट देखाइदिन्छु ल कस्तो लाग्छ। म चाहिँ पहिलोचोटि फर्स्ट टाइम आएको है देवघाट क्षेत्र। अस्ति भर्खरै साँडे बगर भन्ने ठाउँमा चाहिँ पुगेको थिएँ। देवघाट क्षेत्र लगभग देवघाट चाहिँ म देखिसकेको थिएँ अस्ति पनि, तर मेरो यहाँ इच्छा थियो देवघाट देवी देवतालाई दर्शन गर्ने। ल हेर्नुहोस् है गाइस कस्तो लाग्छ है। तपाईहरुलाई मेरो भिडियो राम्रो लागे नराम्रो लागे जस्तो मन लाग्छ त्यस्तै भनिदिनु होला, मलाई कुनै दुःख मन छैन। ल हेर्नुहोस् गाइस, त्रिशुली कालीगण्डकी नदी, यहाँ हेर्नुहोस् कति ठुलो शालिग्राम भगवान भने पनि हुनुहुन्छ है। ओ माई गड कति ठुलो चट्टान छ हैन। यहाँ चाहिँ जानै पर्छ भन्ने मलाई अलिकति दिमागमा लागिरहेको छ। आज त पुरै देवघाट क्षेत्र घुम्ने नै हो, थकित भएर फर्किने हो हैन। हेलो गाइस, यो भिडियो चाहिँ के विशेष के छ भने नि, यो चाहिँ मैले कसैलाई देखाउनलाई बनाएको होइन है। यो चाहिँ मेरो जिन्दगीको हरेक समय हरेक पलहरूमा चाहिँ मैले यसरी भिडियो बनाउँदैछु। पछि नै आफू मरेर गए पनि मेरो सम्झना, मेरो यादहरू रहिरहनेछ। हेलो गाइस, ल हेर्नुहोस् शालिग्राम नदीमा मुक्तिनाथ महादेव हुनुहुन्छ। सबै ठाउँबाट गसैगुन्डाबाट पनि यहीँबाट पानी बगिरहेको छ हरेक समयमा। यहाँहरूलाई हेर्नुहोस् है गाइस कस्तो लाग्छ तपाईहरुलाई। यहाँ चाहिँ एकदम हैन राम्रो ठाउँ, पवित्र ठाउँ हो। यहाँ चाहिँ तर धेरै फोहोर गर्ने रहेछ हैन। ल हेर्नुहोस् कस्तो लाग्यो तपाईहरुलाई।
अझै देवघाट त त्यहाँ गएर मुखसुख धोएर त्यहाँ आफ्नो आफ्नो स्वास्थ्यको कामनाको लागि दियो बाल्ने प्रचलन रहेछ। ल है मेरो चाहिँ पहिलोचोटि फर्स्ट टाइम आएको हो यो ठाउँ चाहिँ हेर्नुहोस् गाइस। ल